राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो? सुदूरपश्चिम प्रदेश 34.16%। नेपालको दोस्रो स्याटेलाइट मुनाल कहिले प्रक्षेपण गरियो? विक्रम सम्वत 2082 पुस 28 गते। नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो? विक्रम सम्वत 2082 पुस 27 गते। संयुक्त राष्ट्र सङ्घले सन् 2040 सम्म प्लास्टिक जन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ? 80%। नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 903। विश्वका 7औं महाद्वीपका अग्ला हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभनी आरोही को हुन्? हरि बुढामगर। आइएसओ 9001 2015 को प्रमाणपत्र प्राप्त गर्न सफल नेपालको केबल कार कम्पनी कुन हो? प्रभु केबल कार एन्ड टुरिज्म लिमिटेड। राष्ट्रिय रेशम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2082 पुस 26 गते काठमाडौँ। FATF इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो? थाइल्यान्डको बैङ्कक 2026 जनवरी 6। बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो? सन् 2025 डिसेम्बर 30। दरबार हाई स्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन्? शारदा कुमारी पौडेल। संयुक्त राष्ट्र सङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो? डिसेम्बर 27। नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि सुरु भएको हो? विक्रम सम्वत 2077 पुस 6 गते। विश्व शान्तिको भविष्य सम्झौता र सन्धिहरूमा निर्भर छैन, मानिसको आफ्नै मन मस्तिष्कमा निर्भर छ भन्ने विद्वान को हुन्? जय पृथ्वीबहादुर सिंह। नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो? कर्णाली नदीको शक्तिघाट क्षेत्र बर्दिया र कैलालीको बीच। 22औं NSJF पल्सर अवार्ड 2082 मा वर्षका उत्कृष्ट खेलाडी घोषित को हुन्? पुरुषतर्फ दिपेन्द्र सिंह ऐरी र महिलातर्फ एरिका गुरुङ। सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो? डोटी। कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो? सन् 2023 देखि सन् 2027। मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ? युजेनिक्स। नेपाल टेलिकमद्वारा ई-सिमको सुरुवात कहिलेदेखि गरिएको हो? विक्रम सम्वत 2079 भदौ 31। अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2026 जनवरी 5 देखि 6 नालन्दा खुल्ला विश्वविद्यालय, भारत। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो? सुदूरपश्चिम प्रदेश 34.16%। नेपालको दोस्रो स्याटेलाइट मुनाल कहिले प्रक्षेपण गरियो? विक्रम सम्वत 2082 पुस 28 गते। नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो? विक्रम सम्वत 2082 पुस 27 गते। संयुक्त राष्ट्र सङ्घले सन् 2040 सम्म प्लास्टिक जन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ? 80%। नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 903। विश्वका 7औं महाद्वीपका अग्ला हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभनी आरोही को हुन्? हरि बुढामगर। आइएसओ 9001 2015 को प्रमाणपत्र प्राप्त गर्न सफल नेपालको केबल कार कम्पनी कुन हो? प्रभु केबल कार एन्ड टुरिज्म लिमिटेड।
राष्ट्रिय रेशम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2082 पुस 26 गते काठमाडौँ। FATF इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो? थाइल्यान्डको बैङ्कक 2026 जनवरी 6। बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो? सन् 2025 डिसेम्बर 30। दरबार हाई स्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन्? शारदा कुमारी पौडेल। संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो? डिसेम्बर 27। नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि सुरु भएको हो? विक्रम सम्वत 2077 पुस 6 गते। विश्व शान्तिको भविष्य सम्झौता र सन्धिहरूमा निर्भर छैन, मानिसको आफ्नै मन मस्तिष्कमा निर्भर छ भन्ने विद्वान को हुन्? जय पृथ्वीबहादुर सिंह। नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो? कर्णाली नदीको शक्तिघाट क्षेत्र बर्दिया र कैलालीको बीच। 22औं NSJF पल्सर अवार्ड 2082 मा वर्षका उत्कृष्ट खेलाडी घोषित को हुन्? पुरुषतर्फ दिपेन्द्र सिंह ऐरी र महिलातर्फ एरिका गुरुङ। सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो? डोटी। कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो? सन् 2023 देखि सन् 2027। मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ? युजेनिक्स। नेपाल टेलिकमद्वारा ई-सिमको सुरुवात कहिलेदेखि गरिएको हो? विक्रम सम्वत 2079 भदौ 31। अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2026 जनवरी 5 देखि 6 नालन्दा खुला विश्वविद्यालय, भारत।